जोमसुम होलिडे गेम जान लाग्यो। मेरो पार्टनर यहाँ छ। के भन्थ्यौ रबिन? रबिन अन बुलेट। गाइस हामी चाहिँ गाउँदेखि निस्किसक्यो। अब जोमसुमको यात्रा यहाँदेखि बाटो। मेरो राइडर यो हो। बुलेटको साउन्ड कस्तो छ गाइस? प्याट छ हो। यही छ आज। सो गाइस हाम्रो हालत यस्तो छ। रबिन सर इट्स मी। अब यात्रामा यस्तो गाह्रो भएको छ। बुलेटवालाहरूलाई गाह्रो छ। के भन्थ्यौ? के भन्ने यार, कस्तो भइरहेछ यात्रा? यात्रा त अब आमालाई नभन किन आएको हो। त्यो त हामी सबै हो नि। भोलि काँड मार खान्छ हो। गाइस हाम्रो यात्रामा चाहिँ बुलेटले अलि धोका दिइरहेको छ। सो हाम्रो अर्को राइडर दावा। भोलि हामी दुईटा भन्दा हाम्रो गाउँको साथीहरू सबै भोलि गाली दोस्तै गाली खान्छ। किनकि रबिन भन्थ्यौ रिजन? आमाले भनेर आएको छैन कि। सो हामीले आमाले भने छैन भोलि पिटाइ खान्छ। ल पछाडि नआउँदैछ। सो गाइज हाम्रो यात्रामा गाह्रो भएको अवस्था यो के भइरहेछ हाम्रो यात्रामा? यात्रा एकदम गाह्रो छ। अनि यात्रालाई पुरा बनाउन हामी भरपुर मेहनत गर्दैछौँ। तर यात्रा सफल होला भन्ने कामना राख्दै म र हाम्रो टिम अघि बढ्दैछौँ। अनि के छ गाइस, को ह्यान्डसम देखिरहेछ है? कमेन्ट बिलो है। पनि बनाइसके। सो हाम्रो अर्को राइडरहरू आइसक्यो। लगभग के भन्थ्यो? ल ट्रेसी होलिडे क्याम्प जान लागेको छु। सनसेट गजब देखिरहेछ। सो गाइस हाम्रो चाहिँ स्कुटी हाम्रो होइन, बाटोको चाहिँ बिग्रेको अवस्था। सो गाइस हाम्रो बाइक बिग्रेको अवस्था एउटा गइसक्यो, एउटा यहाँ छ। हाम्रो बाइक बनाउने नै आइसक्यो। तर यो चाहिँ फेसिलिटी राम्रो छ। सनसेट हेर्नु रहेछ। सो हाम्रो बाइकको कार्यक्रम हुँदैछ। यो फाल्तुले छोड्यो। बाले चढाएर होला नि त्यो बा। बाले राम्रो चलाउँछ त्यो बियर
बेलुका सिसिङ गर्ने बेलाले जब एक प्याक हान्छ नि अनि बल्ल जोस आउँछ क्या आँट आउँछ अरे होइन कुदाउँदै हिँड्छ बाल त कुदाउँथ्यो त नि कहाँ माथिदेखि सुलेर जहाँ पछाडि एकछिन हिँड्यो पछाडि बस पुऱ्याइदिन्छ भन्छ अरे अनि कम सब बा नि सब केटी त्यस्तो हुँदै हिँड्छ र चाहिँ सो बाइक बिग्रेको अवस्था मुक्तिनाथ ग्याङको तपाईँको होटेलको नाम द भ्याली भ्यू साउ अनि हजुरको CR7 रेस्टुरेन्ट याखोन पप सबैको होटेल छ मेरो सब्सक्राइबर छ 4 सब्सक्राइबर चाहिँ अब एउटा सब्सक्राइबर 3-4 युट्युब चाहिँ मेरो युट्युबको नाम के हो खै नामै बिर्सेर याखोन पप याखोन होइन अरे अपलोड अब यो फर्स्ट टाइम भएर अलि त म भन्छु यो चाहिँ हाम्रो यस्तो हाम्रो सडनली प्लान भएको सो त्यसले गर्दा चाहिँ हाम्रो किनकि अब बाइक यस्तो भइरहेछ अवस्था है गाइजहरू तपाईँहरू हुन त यस्तै हो सडनली प्लानहरू सबै राम्रै हुन्छ हाम्रो साथीहरू छ एउटा गइसक्यो सो यति नै हो पछाडि चाहिँ हाम्रो ह्यान्डसम रबिन म यो हो तर आज म्याच छ उहाँको अब म्याच डेको लागि जान लाग्यो क्यामेरा पुछ्न उयो क्यामेरा फोरबाट हो एकछिन I'm going to score a goal tonight. एकछिन होइन पछाडि त्यो रहेछ त्यो होलिडे क्याम्पमा टिकटक बनाइछ त्यो बनाउनुपर्छ आफ टिकटक बनाइदियो ठिक छ अब ठिक छ टिकटकर नाम पनि केटीएम बाइक भइसक्यो गाइस सो हाम्रो बाइक भइसक्यो मुक्तिनाथमा यतिको सुविधा छ है गाइजहरू इफ तपाईँहरूको केही भइहाल्यो भने मुक्तिनाथ ग्यारेज सम्झिनु होला बाइक भइसक्यो लेट्स गो गाइस ल गाइस धन्यवाद भोलि भेटौँ ल फेरि घरमा आइँदै गरौँ ल सो गाइस अब यहीँ रात पर्न लागिसक्यो हाम्रो यहाँ हेर्नु सक्नुहुन्छ छतरी सो गाइस हामी अब सेल्फी डाँडा पुगिसक्यो अनि अब हावा चिसो चिसो आइरहेछ चिसो चिसो लागिरहेछ हाम्रो राइडरले कुदाइरहेछ गाइस हामी चाहिँ कागबेडी पुगिसकेको अवस्था सो यहाँदेखि चाहिँ अप्पर मुस्ताङ जाने हो तपाईँहरू इफ अप्पर मुस्ताङ या मुस्ताङ भिजिट गर्नुहुन्छ भने अनि यहाँ होटलहरू राम्रो राम्रो छ अहिले बाटो पनि पिस छ गाइस अहिले सो अब जोमसुङको यात्रा सुरु सो हामी जोमसुङमा साथीहरू सबै आइसक्यो यस्तो छ सिचुएसन राम्रै छ अहिले अफ सिजन सो त्यसले गर्दा अब यहाँ सबै सुविधाहरू हुन्छ तपाईँहरू आउनु सक्नुहुन्छ मुस्ताङ घुम्न यस्तो छ अब हामी अझै ठाउँ मजामा जाँदैछौँ मजाको ठाउँमा फेरि अफ भएको अवस्था सो गाइज वी आर इन नर्थ जेरी गल्ली यहाँ चाहिँ जेरी गल्ली So finally we are in holiday camp. यस्तो छ by the way हामी रुम भिजिट गर्छु पहिला. So we are in holiday camp.
त्यस्तो छ गाइस हामी होलिडे क्याम्प आइसक्यो नाइटमा ठ्याक्कै कति बजे एक्ज्याक्ट त थाहा भएन सो गाइस यस्तो छ ठाउँ चाहिँ बब्बाल भित्र टिभी सिभी चल्दैछ सो गाइस अब हामी चाहिँ यहाँदेखि निस्किन लाग्यो ल है के भन्दै ट्रेसी कस्तो भयो हिजो एकदम रमाइलो भयो हिजो एकदम रमाइलो बिल पनि खासै गएन एकदम रमाइलो भयो अब फर्किन लागेको अब बाइकमा बाइकहरू चाहिँ साथ दियोस् त्यही हो मेरो चाहना ठिक छ ल दवा के भन्दै बबाल भयो हिजो राति यार कसम ल दामी ल तँगे भन्दै बेस्ट मोमेन्ट आफ्टर हार्डेस्ट ड्राइभ यस्तो हिजो राति पोर्चुगलले जित्यो ल सो गाइस आजलाई यति नै अब हामी चाहिँ यहाँदेखि मुभ गर्न लागेको छु बेस्ट मोमेन्टै भनौँ न आफ्टर लङ टाइम पछि सो मजा भयो हामी चाहिँ यहाँ क्याम्पमा छु होलिडे क्याम्प वेदरहरू पर्फेक्ट छ जस हिजो पानी चाहिँ परेन सो गाइस अब आज लागि यति नै हो गाइस बाई